हाई हेलो दर्शन नमस्ते सबैजनालाई। हामी चाहिँ भोट हाल्नलाई लाग्यो। हामी त यहाँनिर झऱ्यौँ। अब फिल्मको सुटिङ भइरहेछ रे जोडी। खास कस्तो अँधेरो अँधेरो आएको के यतातिर त के हो यो त्यो यहाँ के भन्छ है। यहाँ तल मैकल छ, यसलाई मैकल भन्छन्। अनि अन्त हुन्छ नि आँखा यता गएको के यतातिर यस्तो गरेर यहाँनिर यता त्यो पछाडि के गरे होला नि के डेटिङ बसिरहेछन् रे। यता हेर तिमी आएर ठिक गर्यौ। अब हाम्रो बोटा के दिन्छौ? ए मामा हो को भन्छ दर्शन। हामीहरू यहाँनिर झरेको थियौँ, त्यो ठ्याक्क यहाँनिर उ गरेको क्या डेटिङ बस्यो डिस्टर्ब के डेटिङ बसेको मान्छेको बाइक यहाँ रहेछ। कसका बुढाबुढी होला नि बिचराहरू भाइरल हुने भए। भोट हाल्न जान त धेरै टाढा छ। अनि म चाहिँ भर्खरै खम्मागाडे आएँ। एकछिन रमाइलो हेऱ्यो। त्यसपछि है कस्तो राम्रो मेलहरू फुलिरहेको रहेछ यतातिर। तर कहिले जिन्दगीमा परिवर्तन भन्ने कुरा एउटा भए रहेछ। यो नाली बन्दै रहेछ। अनि यो चाहिँ खम्मागाडी भन्ने हो। मेल फुलेर नि पात हाल्न लागिसकेछन्। सानोमा यस्तो घाँस काट्थ्यौँ कि यसको। अनि यो खम्मागाडी बाबु त्यहाँ छ। यस्तो राम्रो मेल फुलिरहेछ। के परिवर्तन भयो भन्नु के भएन भन्नु उस्तै उस्तै रहेछ। केही थाहा छैन हो। पुरै हुस्सु बादल आइरहेछ। विकास भएन भन्छ कि है। त्यो तल तल देखिने त्यो हुन्छ नि त बाटै नहुने ठाउँमा त्यस्तो बाटोमा नि त खनिरहेछ नि त। 1 रुपियाँ भयो भने सरकारको पैसा। यता हेर है। म चाहिँ यता आएको छु है फुपूको घरमा छु। यता ठुलाइको घर, यो चाहिँ फुपूको घर। भोट हाल्न गयौँ। यो चाहिँ हिँड्न दिएको किन अगाडि के अरे दाइ साइड हारिने पनि हो अरे। यहाँनिरबाट हामी यहाँनिरबाट झर्छौँ पर पुग्दैनौँ। हामी यहाँनिरबाट झर्छौँ पर पुग्दैनौँ। त्यही त भन्यो मैले कति है जिन्दगी यहाँको विकास भनेको यस्तो छ। अनि अन्त भोट हाल्न आउनुपर्ने यहाँ त्यही बेला त हल्ला भयो। यहीँबाट फर्काइस् थाकेँ म त कस्तो धाउ भयो। जर कति मोटी भोट हाल्न
आइयो कस्तो अप्ठ्यारो बाटो के सानोमा हामी हिँडेको बाटो हो यो अहिलेसम्म एउटा विकास भन्ने कुरा रहेनछ के जस्तो थियो उस्तै के यहाँनिर केही परिवर्तन भन्ने कुरा रहेनछ त्यही पनि ठिकै छ आफू हिँडेको बाटो सानोमा त्यसपछि हामी यहाँबाट हिँड्थ्यौँ बाबु यताबाट यो सानोमा हामी यही बाटो स्कुल जान्थ्यौँ कि यो घरको मास्तिरबाट यो बाँसगाडी यो घर यस्तै रहेछ यहाँबाट स्कुल जान्थ्यौँ ऐसेलु पाके रहेछ नयाँ अब खसी कस्तो हो कि यही पनि खसिदिनु पर्ने फेरि यी बाटोमा हिँड्दाखेरि है कस्तो मन भयो के सानोमा हाम्रो स्कुलमा टोयलेट त थियो त्यति व्यवस्था पनि थिएन अनि सबै केटी र चाहिँ केटाहरूले केटीहरू पछाडि नआउँथ्यो कि यो बाटो गन्हाएर परसम्म यस्तो सेन्ट आउने हामीहरू पनि यहीँ पछाडि भेटिदिन्थ्यौँ यो बाटोहरू यो झारहरू केही छैन यस्तो सानो सानो थियो केही पनि थिएन हाम्रो टोयलेट भनेको यही हो कि सानो हुँदा पिसाब फेर्न आउने ठाउँ हाम्रो स्कुल आयो यताबाट अनि यो रहिसको बुट्टा जस्तो थियो त्यस्तै रहेछ म त घर आएँ बाटोको भिडियो देखाउनै पाइएन कसरी भेनाजुलीले ल्याइदिनु भयो अनि घर आइपुग्यो अब अनि यताको माहौल हेर्न जान्छु माथि गएर त सबै हेरेर त बुइराक लगाएर आयो